पूजा भनेको एउटा हामीले आफ्नो दैनिक जीवनमा गर्नै पर्ने एउटा चिज हो है। किन भन्दा अब आजसम्म अब हामीले जति पनि यो संसारमा यो दुःखभरी संसारमा हामीले जति पनि जन्म लिएका छौँ त्यसको मूल कारण भनेको नै हामीले गरेको कुकर्म र पापहरू हुन् है। र अब त्यो कुकर्म यानि पापहरू धुल्नका लागि चाहिँ हामीले पूजा गर्ने हो है। हाम्रो भित्री मन बदल्नको लागि चाहिँ हामीले पूजा गर्ने हो र त्यसैले चाहिँ आजको यस भिडियोमा म तपाईहरुलाई पूजाको बारेमा केही कुरा भन्ने छु है। र सर्वप्रथम टसिदेलेक नमस्ते फ्याफुल्ला छाजलो म जर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु। र हुनु पूजा भनेको टिबेटनमा छेपा भनेको चाहिँ हो रहेछ है। छेपा बुद्धलाई पूजा गर्नु है, भगवानलाई पूजा गर्नु। अब पूजा गर्नु त आवश्यकता हो भनेर हामीले थाहा पायौं हैन। र अब के पूजा गर्नलाई लामाहरू है, लामा गुरुहरू नै आफ्नो घरमा बोलाएर पूजा गर्नुपर्छ र के पर्दैन भनेर त्यसमाथि चाहिँ म तपाईहरुलाई केही कुरा भन्ने छु। र पूजा गर्नु पर्ने, अब पूजा गर्नु आवश्यक हो है। र तपाई हामी आफैले नै है, अब म त लामा भए हैन, तपाईहरु यदि अब लामा अब भिक्षु होइन भने तपाईहरुले पनि आफ्नो दैनिक जीवनमा आफ्नो घरमा सधैँ पूजा गर्न सक्छ है। अब जस्तै मानौं अब यदि तपाई हामीले है, यदि तपाईले कसैलाई एउटा खाना पकाएर दिनु मन छ भने हैन, तपाई आफैले पकाएर दिन सक्नुहुन्छ नि त है। तर अब यदि तपाईले एकदमै मिठो खाना, मैले भन्नु खोजेको अब 5 तारे होटल है, 5 स्टार होटलको जस्तो एउटा खाना दिनु मन छ भने त अब 5 स्टार होटल यानी 5 तारे होटलमा काम गर्ने एकजना खाना पकाउने जुन शेफ भनिन्छ, अब उहाँहरुलाई नै बोलाएर खाना दिनु पर्यो नि त हैन र। त्यस्तै गरी अब बुद्धहरू यानी भगवानहरूलाई अलि हामीले भव्य तरिकाले है एउटा पूजा गर्नु छ भने त्यसको सही तरिका जान्नु पर्यो है। त्यो बेला कस्तो सोच लिनुपर्छ त्यो जान्नु पर्यो है। त्यसको समय कति बेला हो है, त्यो पूजा गर्ने समय कति बेला हो त्यो थाहा हुनु पर्यो। त्यसको फाइदाहरू थाहा हुनु पर्यो नि त। र अर्को कुरा, अब पूजा गर्ने तरिका मतलब अलि भव्य तरिकाले पूजा गर्नु छ भने त त्यो त लामाहरूले गरिन्छ नि त है। बाजाहरू बजाउने है, सिङ्गे रोल्मो भनिन्छ त्यो झाम्डाहरू बजाउने है, दोर्जे डिल्बुहरू, डारुहरू, डमरुहरू बजाएर है, नाहरू बजाएर है, ढेङ्ग्रो बजाएर त्यसरी भव्य तरिकाले तोर्माहरू बनाएर भव्य तरिकाले अब पूजा गर्नु मन छ भने अवश्य लामा गुरुहरू नै आफ्नो घरमा बोलाएर पूजा गर्नु पर्यो नि त है। तर अब फेरि कसैले भन्ला हैन, अब अचेल धेरै हुन्छ। अब जस्तै कसै लामा नभएकोहरू पनि है, लामा नभएकोहरूले पनि कसैले अब झ्याम्टा बजाउने है, बाजाहरू बजाउने, अब ढेङ्ग्रो बजाउनेदेखि लिएर सबै गर्न सक्छ। र अब लामा र अब उहाँहरूमा के भिन्नता भयो त, त्यो हामीले के भिन्नता छ त्यो हामीले बुझ्नु पर्यो नि त है। के भिन्नता छ भन्दाखेरि लामा नै बोलाएर घरमा पूजा गर्नुपर्ने कारण चाहिँ के हो भन्दाखेरि लामा गुरुहरूकोमा चाहिँ एउटा धम्बा भन्ने एउटा चिज हुन्छ। धम्बा भनेको लिएको हुन्छ। अब धम्बा भनेको के हो है, धम्बा भनेको त टिबेटन शब्द हो है। लामा गुरुहरूकोमा चाहिँ अब अरू मान्छेहरूकोमा नभएको तर लामा गुरुहरूमा भएको यो धम्बा भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ अब यसलाई नेपालीमा सायद अब हामीले एक प्रकारको व्रत अथवा शपथ भन्न सकिँदो रहेछ है। लामाहरूले चाहिँ, लामा गुरुहरूले चाहिँ एउटा शपथ लिएको हुन्छ, एउटा व्रत लिएको हुन्छ। अब यो व्रत यानी यो शपथको अब के भन्छ, अब खासियत भन्छ के भन्छ, यसको राम्रो गुण के छ त भन्दाखेरि चाहिँ यो व्रत यानी यो धम्बा यानी यो शपथ
अथवा अब टिबेटनमा धोम्पा, यो धोम्पा भनेको चाहिँ 2000 वर्ष अगाडि गौतम बुद्धले दिनुभएको धोम्पा हो है। यो धोम्पा चाहिँ गौतम बुद्ध आफैले दिनुभएको धोम्पा हो। त्यो धोम्पा चाहिँ अब 2000 वर्ष पछाडि पनि आजसम्म चाहिँ गौतम बुद्ध अब बितेर जानु भइसक्यो है, तर पनि 2000 वर्ष पछाडि पनि अहिलेसम्म पनि त्यो धोम्पा चाहिँ नछुटेर यानि नटुटेर चाहिँ अहिलेसम्म लामा गुरुहरूले प्राप्त गरेको छ। त्यसैले चाहिँ लामा गुरुहरू बोलाएर पूजा गर्नुभयो, घरमा पूजा गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। र अब खास गरी अब लामाहरू बोलाएर पूजा गर्नु फाइदा चाहिँ त्यो छ है। हजुर, फेरि मैले अब फेरि कसैलाई लाग्ला होइन, मैले कसैलाई अब नराम्रो भन्न खोजेको चाहिँ होइन है। र अर्को कुरा अब यो भयो लामा गुरु बोलाएर घरमा पूजा गरेको फाइदा। र लामा गुरु बोलाएर पूजा गर्नु भनेको फेरि हामीले सधैँ त बोलाएर पूजा गर्न सक्दैनौँ नि त होइन। र त्यसैले अघि मैले सुरुमै भने चाहिँ हाम्रो दैनिक जीवनमा हामी आफैले है घरमा पूजा गर्न सक्छ है, गर्नुपर्छ है। र यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो। अब पूजा गर्नु भनेको तपाईले तोर्मा नै अब अस्ति मैले अब योभन्दा अगाडि धेरै भिडियो बनाइसकेँ, त्योमा मैले धेरैचोटि भनिसकेँ कि लामा गुरुहरूले बनाएको जस्तै तोर्माई नै बनाएर पूजा गर्नुपर्छ भन्ने छैन है। तपाईले एउटा स्याउ, एउटा सुन्तला, केला है, अंगुर, अनार जे सक्नुहुन्छ त्यो चढाएर पूजा गर्दा पनि भयो है। र अन्तमा बेलुका गएर आफैले सेवन गर्नु भए पनि हुन्छ है त। बिहान चढाउनु, बेलुका टिप्नु, भोलि आफै खानु है, त्यस्तो गर्दा पनि हुन्छ है। र अब पूजा गर्ने तरिका धेरै छ, जस्तै पानी चढाउन हामीले सक्छौं हैन। र पानी चढाउँदा सधैँ ओमा आहु भन्ने मन्त्र चाहिँ पढ्नु होला है। यो चाहिँ एकदम आवश्यकता छ, त्यसको पनि मैले भिडियो बनाएको थिएँ है। र साङ बाल्नु है, साङ बालेर पूजा भनेको त मनले गर्ने हो नि त हैन। अब मनले गर्ने हो भनेको फेरि उल्टा नसोच्नु होला हैन। मनले गर्ने हो भनेको चाहिँ फेरि अब बाहिर त्यो तोर्माहरू बनाएर यो बाजाहरू बजाएर पूजा गरेको फाइदा छैन भनेको हैन। मन पर गर्ने हो भनेको चाहिँ मनको सोच, मन यानी सोच चाहिँ सही हुनु पर्यो पूजा गर्ने बेला है। चाहे पानी चढाउँदा होस्, चाहे साङ बाल्दा होस् है, चाहे बत्ती छेमे बाल्दा होस् है, चाहे गुम्बा कोरा गर्दा होस्, गुम्बा दर्शन गर्दा होस्, सोच यानी मन सही हुनु पर्यो। सोच यानी मन नै सबैभन्दा ठुलो कुरा हो भनेको चाहिँ सही सोच्नु पर्यो भनेको नि त। अब यो सही सोच्नु चाहिँ कस्तो सोचलाई चाहिँ सही सोच भनिन्छ भन्दाखेरि आफ्नो मात्र उन्नति, आफ्नो मात्र सुख त्यस्तो सोच्ने र अरूको चाहिँ अब नराम्रो सोच्ने त्यो चाहिँ अब गलत सोच भयो नि त। त्यही भएर राम्रो यानी उच्च सोच भनेको म जस्तै सबै प्राणीहरूलाई पनि दुःख छ है, म जस्तै सबै प्राणीहरूको पनि एउटा सबै प्राणीहरूले पनि सुख चाहन्छ है। र सबैले म जस्तै आज मैले यो छेमे बालेको मार्फत, आज मैले यो पानी चढाएको मार्फत, आज मैले यो गुम्बा दर्शन गरेको मार्फत, साङ बालेको मार्फत सबै संसारको सबै प्राणीहरूले सुख पाउन् है, सबैको दुःख मेटेर जाउन् हो, त्यस्तो सोच लिनु पर्यो है। त्यस्तो सोच लिनु भयो भने चाहिँ तपाईले एउटा सानो धर्म देख्दाखेरि सानो एउटा काम भए तापनि तपाईको त्यो सोच यानी मन ठुलो भएको कारणले चाहिँ तपाईले एकदमै धेरै पुण्य कमाउनु हुनेछ है त। हस् त, अनि यो चाहिँ थियो एउटा पूजालाई लिएर। अब घरमा पूजा गर्दा लामा नै बोलाएर पूजा गर्नुको कारण के हो, त्यसको गरेको फाइदा के छ है, र दैनिक जीवनमा हामी आफैले पूजा गर्न सक्ने त्यसको विषयमा चाहिँ मैले यो छोटो भिडियो बनाएको थिएँ है। र त्यसै गरी अब अरू धर्म सम्बन्धित अरू केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है। म सकेसम्म चाँडोभन्दा चाँडो त्यो विषयमा भिडियो बनाउने छु है। हस् त, अनि भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि यो भिडियो चाहिँ तपाईहरुको दाजुबहिनी, दिदीबहिनी, साथी अनि साथीहरूलाई सेयर गरिदिनु होला है, सब्स्क्राइब गरिदिनु होला भन्ने आशा गर्दछु। हस् त, धन्यवाद।